हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ के भन्न आयो भने चाहिँ होइन, म चाहिँ आज यो फापरको साग पकाइरहेको छु। तर यो यस्तो भयो कि मैले यो कहिल्यै पकाएको थिएन, फर्स्ट टाइम पकाएको। हुन त फापर पनि त्यति गरिदिएको थिएन होइन। यस्तो भयो कि यो साग यस्तै हुन्छ कि यो धेरै गिलो भयो कि र यो कस्तो अर्कै भयो कि गिलो गिलो भयो। यो यस्तै हुन्छ कि यो साग कसरी पकाउँछन् कि मैले पकाउन जाने होइन। हाले होइन, मैले त्यस्तै अलि जिरा मात्रै भुटाउन हालेको, नुन पनि हाले होइन। त्यो पनि यस्तो हो कि पुरै यति धेरै पाकेको के यस्तै हुन्छ यो साग पुरै। यो मैले भर्खरै हालेँ हल्दी पनि। मलाई यो कसैले यो साग पकाउन सिकाइदेऊ न कि यस्तै हुन्छ कि कसरी पकाउँछन् फापरको साग, मलाई त थाहै छैन। यदि कसैलाई यो फापर पकाउन आउँछ भनेपछि के मलाई भन क्या, मलाई सिकाइदेऊ। मलाई त आउँदैन क्या, यो कस्तो भयो क्या पुरै गिलो। अब खै यस्तै हुन्छ कि मैले जाने होइन र के गिलो गिलो भयो, धेरै गिलो भयो क्या। अब साग त त्यति साह्रो गिलो मलाई राम्रो लाग्दैन, ठिक्क हल्का पाकेको हुन्छ नि, भाजीको पनि अलिअलि पाकेको मनपर्छ। यो त धेरै गिलो भयो, त्यही पनि धेरै पकाएको पनि होइन, 2-3 मिनट पनि भयो नि, तर खतक्क पाक्यो के। मलाई कसैले पकाउन सिकाइदेऊ। ल गाइस, बाइ बाइ। मैले यो भर्खर युट्युब खोलेको छु, कसैले सब्सक्राइब गरिदेऊ न मेरो च्यानललाई प्लिज। अनि सिकाइ पनि देऊ फापर कसरी पकाउँछन् भनेर। हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ के भन्न आयो भने चाहिँ होइन, म चाहिँ आज यो फापरको साग पकाइरहेको छु। तर यो यस्तो भयो कि मैले यो कहिल्यै पकाएको थिएन, फर्स्ट टाइम पकाएको। हुन त फापर पनि त्यति गरिदिएको थिएन होइन। यस्तो भयो कि यो साग यस्तै हुन्छ कि यो धेरै गिलो भयो कि र यो कस्तो अर्कै भयो कि गिलो गिलो भयो। यो यस्तै हुन्छ कि यो साग कसरी पकाउँछन् कि मैले पकाउन जाने होइन। हाले होइन, मैले त्यस्तै अलि जिरा मात्रै भुटाउन हालेको, नुन पनि हाले होइन। त्यो पनि यस्तो हो कि पुरै यति धेरै पाकेको के यस्तै हुन्छ यो साग पुरै। यो मैले भर्खरै हालेँ हल्दी पनि। मलाई यो कसैले यो साग पकाउन सिकाइदेऊ न कि यस्तै हुन्छ कि कसरी पकाउँछन् फापरको साग, मलाई त थाहै छैन। यदि कसैलाई यो फापर पकाउन आउँछ भनेपछि के मलाई भन क्या, मलाई सिकाइदेऊ। मलाई त आउँदैन क्या, यो कस्तो भयो क्या पुरै गिलो। अब खै यस्तै हुन्छ कि मैले जाने होइन र के गिलो गिलो भयो, धेरै गिलो भयो क्या। अब साग त त्यति साह्रो गिलो मलाई राम्रो लाग्दैन, ठिक्क हल्का